म चाहिँ अहिले यहाँ साथीहरू कम्पनीमा आएको छु। यो चाहिँ एउटा फलाम रडहरूलाई चाहिँ बेन्डिङ गर्ने कम्पनी रहेको छ र यहाँनिर पनि नेपाली साथीहरूले चाहिँ काम गर्नुहुन्छ र साथीहरू कम्पनीमा आएको छु। म तपाईँहरूलाई चाहिँ आज चाहिँ यो जुन रड हुन्छ घरमा प्रयोग गर्ने रड त्यो बेन्डिङ गर्ने कम्पनीभित्र तपाईँहरूलाई घुमेर देखाउँछु। तर आज छुट्टीको दिन हो, यहाँ मानिसहरूले काम चाहिँ गरेको छैनन् हैन। सो त्यो कम्पनी हो। यहाँनिर तपाईँले रड देख्नुहुन्छ हो, यस्तो खालको चाहिँ रडहरू ल्याएर चाहिँ यहाँनिर चाहिँ आफैले बेन्ड गरेर चाहिँ घरहरूमा बनाउँदाखेरि बिल्डिङहरू बनाउँदाखेरि चाहिँ प्रयोग गर्नको लागि लाने गर्छन्। कटिङ मेसिनहरू रहेछ, रडहरू चाहिँ यहाँनिर चाहिँ यसरी चाहिँ काट्ने गरिँदो रहेछ। कटिङहरू यहाँनिर चाहिँ ट्याग अनुसार चाहिँ रड चाहिँ कुन साइजमा काट्ने कसरी काट्ने भनेर ट्यागहरू पनि रहेछ। यहाँनिर कटिङ मेसिन हो, एकदमै यो 3D काममै पर्छ होला सायद। एकदम हल्का डस्टी मैलाहरू पनि रहेछ र यसरी कटिङ भइसकेको रडहरू चाहिँ यस्तोरी आउँदो रहेछ। यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ यो यसरी वेस्ट रहेको छ। यसले चाहिँ 5 टनसम्मको लोड उचाल्न सक्छ। मानिसहरूले चाहिँ काम गर्दाखेरि सामानहरू चाहिँ उचाल्न चाहिँ गाह्रो भएको कारणले गर्दाखेरि चाहिँ यो वेस्टको प्रयोग गरेको छ यहाँनिर। र त्यस्तो तरिकाले चाहिँ यहाँनिर सामानहरू चाहिँ एक ठाउँबाट अर्को ठाउँमा ओसार्ने अथवा चाहिँ लोड अनलोडहरू गर्दाखेरि युज गरिन्छ यो वेस्ट। र चलाउँदाखेरि पनि एकदम सावधानीपूर्वक चाहिँ चलाउनु पर्ने हुन्छ। तपाईँले उपर माथि पनि देख्न सक्नुहुन्छ वेस्ट माथि सामान लोड गरिरहेछ हो। त्यसरी यो तरिकाले पनि सामानहरू ओसार्ने पसार्ने गरिन्छ। एकदमै धुलो रहेको छ, फोहोरहरू जस्तो देखिन्छ, एकदमै धुलो रड काटेर निस्केको धुलोहरू जस्तो छ यहाँनिर। एकदमै यस्तै यो कोरियाको काम 3D टाइममै पर्छ पनि, डट्टी पनि छ, डस्टी पनि छ अनि डेन्जर पनि छ हैन। सो कोरियामा बस्दाखेरि चाहिँ एकदम सावधानीपूर्वक नै काम गर्नुपर्ने हुन्छ। कतिजनाको चाहिँ अङ्गभङ्ग भएको स्थितिहरू पनि धेरै नै रहेको छ दक्षिण कोरियामा। पहिला काटेर एउटा साइजमा काटेर यसरी बनाउने हो। यो चाहिँ अपार्टमेन्टहरूमा पछि जोड्ने यो रडहरूलाई, लामो लामो रडहरूलाई जोडेर अब यसमा फेरि अर्को जोड्ने चाहिँ यसरी जोड्ने हो। यो यसरी जोड्ने हो खास। यो चाहिँ अर्को मिसिन हो, यसले चाहिँ कपर भन्छ होइन। जस्तै यो पनि यस्तै कपर पनि बन्द हो। यो पछि पढ्न फेरि जोड्ने हो। यो बङ्गाउने पनि गरिन्छ यसरी।